सो हेलो गाइस, आज चाहिँ नयाँ भिडियो अपडेट भइसकेको छ। कोले हेर्दै हुन्छ सबैभन्दा सुरुमा चाहिँ लाइक कमेन्ट सेयर चाहिँ गरिदिनु होला सबैजनाले। आज चाहिँ एकदमसँगले बिहान बिहानै आज पनि टक्क चिसो चिसो मौसममा के भन्नु र, खै अब के बोल्नै आउँदैन यार। मलाई त भ्लग मात्रै बनाउन जब्बर रहर लाग्छ यार। आज पनि बिहान बिहानै आज चाहिँ एकदम बिहानै राति पानी परेर मौसम चाहिँ एकदम चिसो सफा छ। तराईतिर बस्नु यतिको मौसम चाहिँ एकदम बेस्ट हुन्छ क्या। घाम लागेर अरू बेला त अति घामले पेल्छ। मान्छेहरू यत्तिकै हुन्छ, कस्तो गिद्दी लाग्दो। सानो हुन्थेन यार मान्छे पनि भ्लग बनाउनेलाई, कस्तो लाजै लाग्दो। त्यही माथि नयाँ नयाँ भ्लग खासै गाह्रो, खासै राम्रो बोल्न नि आउँदैन। अहिले अब सधैँ घामले पेल्थ्यो, आज चाहिँ पानीले पेल्छ जस्तो छ। मलाई कामदेखि फर्किँदाखेरि सबैजनाले टक्क लाएर आज त मान्छे पनि यति धेरै हिँड्छ यार, लाजै मर्दो। साला कस्तो हुँदो रहेछ हौ भ्लग यार। देख्न सक्नुहुन्छ है मेरो भ्लग चाहिँ यस्तै हुन्छ, अरूको कस्तो हुन्छ थाहा छैन। अब जसले हेरे पनि अब लाइक कमेन्ट सेयर चाहिँ गरिदिनु होला सबैजनाले। मान्छेहरू नि यसरी हिँडेको हिँडै गर्छ यार, मलाई त लाजै लागिसक्यो। मान्छेहरूको अगाडि भ्लग बनाउन पनि छ्या। घरि बाइकमा आउँछ, घरि साइकलमा, घरिघरि सुन्दरीहरू आउँछ। मासला सुन्दरीहरूको अगाडि त झन् लाज लागिहाल्छ। मेका गिद्दी लाग्दो। ल अब सो के भन्न चाहन्छु भने, अब मेरो भ्लग चाहिँ यतिमा एन्ड गर्न चाहन्छु म। सो त्यही हो।